घाँटी हेरेर हाड निल्नु होला भन्ने एउटा उखान छ नि, हो ठ्याक्कै त्यही सम्झिनु होला। आफ्नो क्षमताले भ्याउने दसैँ तिहार चाहिँ मनाउनु होला भन्न चाहन्छु। यो खोला बबालै ठुलो हुन्छ है गाइस। बर्खाको टाइममा यही बाटो चाहिँ हामीलाई फर्काँदाखेरि यो बाटोले रोकेको छ। जाइजौर गाउँ चाहिँ यहाँबाट दामी देखिरहेछ है गाइस, के दामी देखिरहेको यार। तल स्कुल हो यो, माथि देख्न सक्नुहुन्छ राखमाधुरी, या के दामी देखिरह यार। अनि आज कपडा धोयो क्या मैले, टन्नै एकदम प्रेसर भयो हातको, प्रेसर कपडा धेरै टाइम भयो थियो नधोएको। हाम्रो दिदी भेना भान्जे चाहिँ आइपुग्यो है, म रिसिभ गर्न ठाउँ आएको। यो माथि राखमाधुरीदेखि तल मेला हो। अब हामी यो बाटो हुँदै अगाडि जान्छ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै छु। चिसो समय बढ्दैछ, आफ्नो केयर गर्नु होला। वेलकम टु माई न्यू भ्लग। आज म तिहारको समय छ, आज चाहिँ गोरु पूजा हो, भोलि भाइटिका छ। म दिदीलाई रिसिभ गर्न ठ्याक्कै समथिङ 2 घन्टाको मोटरसाइकल यात्रा गरेर जाँदैछु। म रिसिभ गरेर ल्याउनेछु। दिदीको बच्चा चाहिँ सानो छ, सो त्यसैले अब तिहारको बेलामा दिदी टिका लाउन घर आउनुपर्छ। रिसिभ गर्न जाँदैछु म। सो त्यही हो, तपाईँहरू यो वर्षको तिहार कसरी मनाउँदै हुनुहुन्छ, कसरी मनाउने, भोलिको भाइटिका कसरी मनाउने प्रयासमा हुनुहुन्छ, अहिलेसम्म कसरी मनाउनु भयो र के कस्तो रमाइलो भइरहेछ, त्यो अपडेट गराउनु होला, कमेन्ट गर्नु होला भन्न चाहन्छु। र दसैँ तिहारको बारेमा छोटो म टिप्स भन्न चाहन्छु। वर्षमा आउने एकचोटि तिहार हो, रमाइलो गर्नुहोस्, तर रमाइलो गर्दैमा चाहिँ अत्याचार चाहिँ नगर्नुहोस् है। जाँड रक्सी खाएर मदिरा सेवन गरेर अत्याचार चाहिँ नगरिदिनुहोस्, कोही झैझगडा नगरिदिनुहोस्, कोही लुटपाटका कुराहरू नगरिदिनुहोस्, म सजेस्ट गर्न चाहन्छु। सँगै दसैँ तपाईँ जे छ तपाईँको घरमा जे पाक्छ, जसरी तपाईँको घर व्यवहार चल्छ, जसरी दसैँ तिहार मनाउने सोच भन्नुहुन्छ त्यसरी गर्नुहोस्। फजुल खर्चको दसैँ तिहार चाहिँ नमनाउनुहोस् भन्न चाहन्छु। घाँटी हेरेर हाड निल्नु होला भन्ने एउटा उखान छ नि, हो ठ्याक्कै त्यही सम्झिनु होला। आफ्नो क्षमताले भ्याउने दसैँ तिहार चाहिँ मनाउनु होला भन्न चाहन्छु। सो आज म दिदीलाई रिसिभ गर्न जाँदैछु, भान्जी छ सानो है। त्यसैले म आगे अरू उतातिरको दृश्य देखाउन चाहन्छु। म जान थालेको ठाउँ चाहिँ म हजुरलाई देखाएँ त। यो चाहिँ जायखोला गाउँ भयो के अरे। ठ्याक्कै यो पारेको तिमेले गाउँदेखि माथि डाँडामा ढन्ठान भन्ने ठाउँमा जाँदैछु। यता राखमाधुरी पनि देखिरहेछ, त्यसको मुनितिर जानेछु म। ल लेट्स गो, अन्य दृश्यमा भेटौँ यता। गाइज, यति बेला म जायचौर भन्ने ठाउँमा आएको छु। यो गाउँ चाहिँ जायचौर गाउँ हो, दामी देखिरहेछ यति बेला। त माथि तिमीले गाउँ हो, त्यो डाँडामा पुग्नुपर्ने हो। बाटो अलिकति रिक्स नै छ, पहाडको बाटो हो। यो खोला बबालै ठुलो हुन्छ है गाइस। बर्खाको टाइममा यही बाटो चाहिँ हामीलाई फर्काँदाखेरि यो बाटोले रोकेको छ, यो खोलाले रोकेको छ। खोला असाध्यै ठुलो भएर चाहिँ एकदम साँगुरो भयो क्या, घाटहरू है साँगुरो भएर चाहिँ हामीले तैरिन नसकेर माथिको गाउँमा बस्ने बनाएको। आज पनि जो जहाँनिर बाइक गाडीहरू मोटरसाइकलहरू हिँड्ने ठाउँ छ नि, त्यहाँनिर चाहिँ आज ढुङ्गा र चाक्लो जस्तो देखिन्छ क्या है। अनि अलिकति ब्रेक छोड्यो भने चाहिँ खुट्टा चाहिँ डुप्ला जस्तो चाहिँ छ, कताबाट हाल्ने होला भनेर चाहिँ कन्फ्युज छु म। यस्तै तल छेउबाट राख्नुपर्छ जस्तो लागिरहेको। यता मोटरसाइकल भयो, यता खोला छ। यो खोला चाहिँ सानो खोला, सानो रहेछ क्या घाट है। म चाहिँ यता छु। जाइजौर गाउँ चाहिँ यहाँबाट दामी देखिरहेछ है गाइज, के दामी देखिरहेको यार। तल स्कुल हो यो, यहाँनिर भलिबलहरू खेलिरहेको छ। अनि म यो बाटो हुँदै माथि पुग्ने हो। आजका मयूर नाच भनौँ न पनि कहाँ भइरहेछ, भारी सुनिरहेछ। सायद यहाँनिरको यो घरमा कि जस्तो लाग्छ मलाई। यो घरमा एकदम मधुरो आइदियो है। यो बाटो हुँदै आएको म यता माथि बाटो हुँदै जाने अब। फाइनल्ली गाइस, म ठ्याक्कै दिदीलाई रिसिभ गर्ने ठाउँमा आइपुगेको छु। आइसके पछाडि अब समथिङ 15-20 मिनट लाग्छ अरे, अनि आइपुग्नुहुन्छ यहाँ। अनि म रिसिभ गरेर अगाडि जानेछु। यो चाहिँ मेला लाग्ने ठाउँ है। भर्खर अस्ति 5 पूर्णिमाको अवसरमा एउटामा मेला लागेको। माथि देख्न सक्नुहुन्छ राखमाधुरी, या के दामी देखिरह यार राखमाधुरी।
दिदीहरू आउने यो मुनिको बाटो या माथिको बाटो समथिङ दुईवटा माथि एउटा चाहिँ होला माथिकै होला जस्तो लाग्छ पैदल हिँड्ने बाटो। मेरो साथी यता छ, म चाहिँ यता छु है। तल कस्तो दामी घरहरू छ कि एकदम। थोरै बिहानदेखि अहिलेसम्मको थोरै म सठिकमा आजको मेरो दिनचर्याको बारेमा समीक्षा गर्छु। आज बिहानै उठेर हातमुख धोएर मजासँग आफ्नो आज चाहिँ गोरु पूजा थियो। गोरु पूजा चाहिँ एउटा सानो भयो भने गोरु छ क्या, त्यसलाई पूजा गर्नलाई अब केहरू हुन्छ है, गोरुहरू घरमा रहेका गाग्रा ताउला होइन, अनि त्यस पछाडि हलोहरू लगायतका चिजहरूलाई पुज्ने गरिन्छ क्या। त्यो पुज्नलाई तयारी गर्यो, तयारी गरिसक्यो। त्यो पुजिसकेपछि खाना खाइयो, खाना खाएर अनि आज कपडा धोयो क्या मैले टन्नै। एकदम प्रेसर भयो हातको, प्रेसर कपडा धेरै टाइम भयो थियो नधोएको। कपडा धोयो अनि कपडा धोएर चाहिँ अहिले यता आएको समथिङ 1 घन्टा नै लागेन क्या मलाई यो ठाउँमा आउनलाई। अब यहाँबाट जानलाई कति टाइम लाग्ने हो, अब चाहिँ त्यही हो है गाइज। हाम्रो दिदी भेना भान्जे चाहिँ आइपुग्यो है। म रिसिभ गर्न ठाउँ आएको यो माथि राखमा धुरीदेखि तल मेला हो। अनि के भयो सुत्यो? मामाको नमस्ते गर्दै गर्छ? नमस्ते मामा भन्न, मामालाई नमस्ते गर्दै गर, मामालाई नमस्ते गर, दुईटा हात गरेन नमस्ते गर मामालाई, कर 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 नमस्ते गर मामालाई, नमस्ते गर। खै खै नमस्ते गरेको खै हो त सबैलाई गर्छ नि, आइन के भयो? हाँ नमस्ते गर्दै हो न, जो गर्दै त्यो मामालाई नमस्ते गर दुईटा हात गरेन। गर्छ म त सबैलाई। यो चाहिँ मेला लाग्ने ठाउँ हो। अब हामी यो बाटो हुँदै अगाडि जान्छ सटलक्क लाएर है गाइज।